Hello everyone, welcome back to our channel once again. र गाइस आज चाहिँ फाइनली हामी सिलगढी जाँदैछु है। अन्त अस्ति भनिहालेँ मेरो ट्रिटमेन्टको लागि र म र सलिना मात्रै जानेवाला थियो, तर सानो बहिनीको समर छुट्टी भयो, सो त्यही भएर उनीहरू पनि जान्दैछ है। अन्त उनीहरू चाहिँ अब मेरो हस्पिटलमै बस्छ कि अब घुम्नु पाउँछ हेरौँ है। अन्त अब चाहिँ हामी सबैजना निक्लिन आँटेको र आज चाहिँ हामी वी फोर सिस्टर्स आर हेडिङ टुवर्ड्स सिलगढी। स्टे ट्युन है, एकछिनबाट भेट्छु। आँट्छ कि दाजु ल त चल गाइस, अब चाहिँ हामी स्ट्यान्ड जाँदैछु है। सामान पुरा बेसी भारी भएर चाहिँ हामी चाहिँ ट्याक्सी बोलाइकन गएको है। अन्त अब त्यहाँ तलदेखि चाहिँ अङ्कलको गाडीमा जाने। र यहाँनिर श्रेया श्रेयालो भन्दै अघि बढ्नेलाई त्यो अरू बेला फस्यो अलिक यस्तो हो न हौ। खोइ नानी उठेको छ उठ्यो अघि नै सिलगढीको जाम है। कति बस्यो हामी निकै बस्यो नि। यहाँ रोड लेभलमा आइपुगेछौँ। हेर्दा हो अब निकै ठुलो पऱ्यो भने चाहिँ सबै उयो हुने रहेछ। यहाँ हेर्दा हो उयो पनि सबै डुबाइछ। गाइस हामी चाहिँ भर्खर पुग्यो स्ट्यान्ड है। त्यहाँबाट अब यहाँबाट चाहिँ हामी होटल जाँदैछ। हामीले चाहिँ सबै बुक गरेको किनभने फेरि सजिलो पर्छ नि त, सो त्यही भएर हस्पिटल नजिक हुन्छ। अन्त सो त्यही भएर चाहिँ हामी अहिले होटल जाँदैछु स्ट्यान्डदेखि चाहिँ। अनि अन्त गरम चाहिँ निकै गरम नै रहेछ अहिले, त्यस्तो चाहिँ भएको चाहिँ छैन, अब यतिबाट हुन्छ होला। हामी बसेको होटेल चाहिँ यही हो। यत्रो छ है, जाउँ। एक्सक्युज मी, यो बुक गरिरहेको थिएँ। हजुर हामी चाहिँ यहाँ होटल आइपुग्यो। यु क्यान सी यहाँ बाहिरनिर द लफ्ट होटल। अन्त यो चाहिँ तपाईँको निवेदिता हस्पिटलको छेउमा है, किनभने फेरि हामी चाहिँ हस्पिटलको छेउमा बसेको। अन्त हामीलाई सजिलो हुन्छ नि त आउनु जानु, सो त्यही भएर चाहिँ वी हेभ टु बुक अ रुम हियर। तर अलिकति
चेक इनमा चाहिँ अलिकति प्रब्लम भयो है उनीहरू अलिकति मिसकम्युनिकेट भएछ हामीले अलरेडी बुक गरेको थियौँ अन्त यु क्यान सी द लबी यहाँ बाहिरनिर मजाको एमबी उयो रहेछ के पो भन्छ एम्बियन्स यस एम्बिएसन अरे म के भएको मुखमै होइन शरीरमा पछि छ अब चाहिँ तपाईँहरूलाई हामी माथिनिर रुम देखाउँछु कस्तो खालको रहेछ है आज चाहिँ ब्रेकफास्ट पनि इन्क्लुड थियो तर बिकज अफ टाइम है हामी टाइममा आउनु सकेन भोलिदेखि मात्रै स्टार्ट हुन्छ ब्रेकफास्ट चाहिँ र गाइस अब रुममा पुगेर देखाउँछु त्यहाँबाट आज चाहिँ हामी बस्छौँ होला र ट्रिटमेन्ट गर्नुको लागि चाहिँ खालि भोलि मात्रै यहीँ परनी है हस्पिटल यो चाहिँ अब हाम्रो रुम तपाईँहरूलाई हामी देखाउँछु कस्तो रहेछ है यहाँनिर बेड यहाँ हेरिहाल्नु भयो बेड आमा अन्त यहाँ आउनुहोस् हो यहाँनिर ठुलो मिरर रहेछ है अन्त यहाँनिर वासरुम होला वा वासरुम पनि यसरी यहाँ हेर्नु न अन्त त्यहाँबाट यहाँ बाथरुम सावर गर्ने एरिया हो अन्त यहाँनिर कपबोर्ड पनि रहेछ है कपबोर्ड रहेछ खोल्दिनँ है त्यहाँबाट चाहिँ यतानिर आएर फर्स्ट लेट मी क्लोज द डोर यहाँनिर यस्तो रहेछ अलिकति बसेर खाने ठाउँ टिभी एसी अन्त यहाँनिर यो वाटर बोतल है त्यहाँबाट यहाँ कपहरू रहेछ अन्त यहाँनिर हेर्नु नि यिनीहरू पनि रहेछ कफीहरू है र मजाको रहेछ र आजको चाहिँ अब हामी आजको फर्स्ट नाइट चाहिँ आजको नाइट चाहिँ हामी यहीँ बिताउने छु है हस्पिटलमा कति टाइम लाग्छ र अब भोलि चाहिँ हामी हस्पिटल जान्छु र गाइस अब चाहिँ हामी पुरा बेसी गल्यो है अन्त तपाईँहरूले देखिहाल्नु भयो होटेलहरू र भोलि चाहिँ ट्रिटमेन्टको लागि जान्छु अन्त आजको भिडियो चाहिँ यहाँसम्म मात्रै गर्छु है र भोलि पनि हामी यहीँनिर बस्नेछु अन्त भोलि चाहिँ बिहानदेखिको भ्लग हुनेछ आई थिङ्क तपाईँलाई मनपर्छ होला भनेर र आज चाहिँ अब यहीँनिर एन्ड गर्न चाहन्छु र डु लाइक कमेन्ट सेयर सब्सक्राइब टु माई च्यानल र भोलि भेट्छु तपाईँहरूलाई टिल देन बाई बाई गाइस